नबोल ऊ भनेको नि भाँचियो भनेर बाई आउनु न यहाँ खाजा लिएर हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी यहाँनिर इस्कुस सोझाएर खन्न आएको छौँ यहाँ चाहिँ हाम्रो यो गाउँको एकदमै हिरो दाइ हुनुहुन्छ अनि यहाँ हामीलाई आज इस्कुस सोझाएर खन्न सघाउनु हुने अरे अनि त्यही भएर यहाँबाट हामी चाहिँ टक्कसँग इस्कुस सोझाएर खन्नेछौँ दाजु मोटे दाजु हेलो मोटे दाजु फेरि यस्तो लजाउनुहुन्छ कि ल हेर्नु त यस्तो हिरो हुनुहुन्छ को सिङ्गल हुनुहुन्छ नि मोटे दाजु बिहे गर्नु भएको छैन नि मोटे दाजु के हो यो दाजु त बोल्नुहुन्न त हो अन्त ओ दाजु ओ हेलो ए ल गाइज हेर्दै गर्नु होला हामी इस्कुस सोझाएर खनेपछि फेरि पनि आउनेछु फाइनली गाइज हाम्रोमा चाहिँ जरा निस्किसकेको छ फाइनली यहाँ पनि निकाल्दै हुन्छ कराउनु पनि छ है दाजुले त बोल्नु चाहिँ हुँदैछ अलिक ठुलो बोल्नु न भोक लाग्यो भोक लाग्यो भने भन्नु आउँदैछ अब खाजा अरू के खानुहुन्छ के खाने अरू दाजु फाइनली खेतलाको खाजा आइपुग्यो बोजूले लिएर आउँदै हुन्छ आउनु न यहाँ खाजा लिएर अघि लानुभयो लाप्सी कहाँ लान्छु दुबट्टुको गिलास ल्याउनु यतिमै म त गिलास कति मिठो साथीहरू मलाई खानु जानै भयो भने म चाहिँ गिलास दिन किचन आएको छु साथीहरू यस्तो हेर्नु अब म टक्कसँगले यो दुईवटा लगिदिन्छु माछाला मोटेले ए कोही केही हुँदैन यसले नि काम चल्छ यसको एक एक गिलास त हुन्छ कि लु नि त मोटेको लागि मैले यहाँनिर अचार राखिदिएको छु अचार लु आउनु मोटे दाजु खाने भने छैन यो होइन यो ए पोहोर खनेको मैले ऊ चाहिँ ढुङ्गाहरू मैले पोहोर निकालेको ठुल्ठुलो कुनेर मात्रै त यतिको मल होला नि मल चाहिँ नलागाएको होला नि मल पनि लाग्यो एकबारी मल पुर्दा त पुरिनु मैले आफै अलिअलि गरेर पुरेको थिएँ ए त्यतिकै छोडेर खाडल खनेर त्यो पुग्छ नि तपाईँहरू लु आउनु है मोटे दाजु खाजा खानु कहिले जाने कि पुछेली पनि लाने अचार खोर्सानी खाने भनेको खैले त्यो किस मात्रै निकालिदिएन बोकाको बोकाको अनि ओइ पहिला मैले निगार बनाउँदा नि रक्सी जस्तो हरियो निलो हुन्थ्यो त मै त्यो धेरै दिन चलाएको त्यो त खतरा हुन्थ्यो होला नि नुन लागेछ त यसलाई पिरो चाहिँ नभएकोले त अकबरे खोर्सानी पाँच खाँदाखेरि पनि त्यही खान्छ नि मैले बरी खानुहुन्छ मम्मी खाउँ खाउँ लाग्दैन अझै खाने कि बरा खाने खानुहोस् नि तिर्खाइ त मेटेन होला अरे 2 गिलास मात्रै हुन्छ के ए 3 गिलास हुँदो रहेछ अनि त नपदिन्छ त त्यसले त 20ले दिँदाखेरि 3 गिलास त हुँदो रहेछ नि 20 रुपियाँ गिलास ठ्याक्कै बियरको गिलासको 20 रुपियाँ गिलास बियरको गिलासले 20ले अनि 3 गिलास त हुन्छ 60 3 गिलास 20 रुपियाँ अनि त्यसमा हो त्यति लाउनु न ठ्याक्क भरिन्छ हैन 20 रुपियाँ 20 रुपियाँ 40 माटी म त यति खान्छु खान्न बोजू अलिकति अनि यति नै खान्छु ल अलिकति रहेछ लु खाऊ मोटे मेरो मायाले यो लाने आखिर बदल पनि धोएको वा रोन्दै गएको पानी राख्नु भयो अरे यो भरे बाई हो बढ्यो त्यहाँ आउँछ नि यहाँ स्कुलमा चाहिँ टक्क अहिले ब्रेक टाइम भएको छ है यस्तो चलिरहेको
फाइनली गाइस हामीले चाहिँ इस्कुसको जरा खनिसकेको छौँ। मम्मीले अलिकति माथि बजारमा लगेर बेच्नु भयो अनि यहाँ चाहिँ हाम्रोमा चाहिँ प्रायः कसैले पनि खानु हुँदैन नि त। मैले मात्रै खान्छु कि यो इस्कुसको जरा चाहिँ मलाई मात्रै मनपर्छ नि त। सो त्यही भएर हाम्रो घरमा चाहिँ अलिकति थोरै मात्रै राखेको छ, यति राखेको छ। अनि यतिले चाहिँ हाम्रो चाहिँ इन्न फालाफाल हुन्छ कि अब यो उसिनेर पनि खानु लाग्यो हामीले भनौँ न। हामी अब मैले मात्रै भन्नु मिल्दैन, अरूले पनि अलिअलि त खाने हुन्छ, तर पनि यति चाहिँ राखेको छौँ होइन। अनि सो यही हो, त्यही हो साथीहरू। ल सबैजनाले भिडियो हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला किनकि मेरो न्यू च्यानल हो अनि मलाई भिडियोहरू पनि धेरै एडिट गर्न आउँदैन पनि, बनाउनु पनि आउँदैन। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि सब्सक्राइब गर्नुभएकोहरूले चाहिँ लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर द वाचिङ, बाई बाई।